नमस्ते, यहाँहरूलाई स्वागत छ। आजको हामी यस भिडियोमा कुनै पनि रोड कटिङ वर्कको कुनै पनि निश्चित चेनेज हुन्छ, त्यो चेनेजको कटिङ डाटाहरू कसरी राख्ने भन्ने बारेमा सिक्छौँ। त्यसको लागि हामी पहिला एस्टिमेट सिस्टममा गयौँ, न्यू एस्टिमेट क्रिएट गरौँ, अथवा यही कामको भित्र चेनेजको काम छ भने यही भित्र पनि राख्न मिल्यो। यदि छैन भने हामीले मानव नयाँ परियोजना हो भने यहाँ इन्ट्री गरौँ एउटा कामको विवरण परियोजना कार्यान्वयन नेपालगञ्ज 21 आर्थिक वर्ष 83 अनुमान चाहिँ रोड प्रोजेक्ट हो यो द्वारा अहिले उपभोक्ता समिति नै राखौँ। यसरी क्रिएट भइसकेपछि हामी यहाँ जान्छौँ मोर डिटेल्समा, वर्क डिटेलमा गएर एड वर्क गरौँ। चेनेज 0 मिटर टु 40 मिटर, सिरियल नम्बर 1 युनिट, बेस रेट अहिले 450 राखौँ। क्यालकुलेसन मोड रोड क्यालकुलेसन नम्बर 1 240 मिटरको चेनेज छ, 30 मिटर डिस्टेन्सको चेनेज छ। यदि हजुरले आफू नै इन्ट्री गर्नुहुन्छ भने सो चेनेज टेबल गरेर यहाँ डाटा पनि राख्न सक्नुहुन्छ। हजुरले सफ्ट रक, हार्ड रक, बिएमएस सोइल भनेर यसको के कति डाटा हो। यदि होइन मसँग एक्सेल फाइल छ, म एक्सेल फाइलदेखि नै इम्पोर्ट गर्छु भन्नुभयो भने एड वर्क गरौँ। त्यसपछि हामीसँग इम्पोर्ट गर्ने यहाँ अप्सन छ। हामीसँग एक्सेल फाइल चाहिँ यो फर्मेटमा हुनुपर्छ है। यो एक्सेल फाइल पनि हामी राखिदिउँ वा त्यहाँ हजुरले अटोमेटिक डाउनलोड गर्न पनि मिलिहाल्छ। यसमा चाहिँ हजुरले आफ्नो डाटा राख्न सक्नुहुन्छ। यो फर्मेटमा डाटा छ भनेपछि हजुरले डाइरेक्ट यहाँ गएर इम्पोर्ट गरेर यो चेनेजको डाटा यसरी इम्पोर्ट गर्न बित्तिकै हाम्रो डाटाहरू यहाँ अटोमेटिक देखाउँछ। त्यसपछि हामीले मेजरमेन्ट बुक हेर्नु पर्यो भने यहाँ यसरी हजुरको डाटाहरू यहाँ देखायो। हजुरको एब्स्ट्र्याक्ट अफ कस्ट चाहिँ यहाँ देखायो। हजुरले यसलाई प्रिन्ट सेभ गर्न सक्नुहुन्छ। प्रिन्ट यहीँदेखि हुन्छ, प्रिन्टबाट यहाँ सेभ पनि गर्न सक्नुहुन्छ हजुरले। हजुरको पीसीमा अथवा ल्यापटपमा डाटाहरू सेभ हुन्छ। यो भिडियो अरू भिडियोहरू आउँदै गर्नेछन्, हेर्दै गर्नुहोला।